नसर्ने रोगहरू विरुद्ध नेपालले सुरु गर्न लागेको यो नयाँ राष्ट्रिय अभियानको बारेमा हामी आज विस्तृतमा कुरा गर्नेछौँ। यो प्रस्तुति खास गरी स्वास्थ्य कर्मीहरूलाई यो अभियानको हरेक पक्षबारे प्रष्ट पार्न तयार पारिएको हो। पब्लिक हेल्थ कन्सर्न नेपाल अर्थात् पीएचसी नेपालको तर्फबाट सबैलाई नमस्कार। यो मार्गनिर्देशिका विशेष गरी नेपालभरिका स्वास्थ्य संस्थामा काम गर्ने आधारभूत तहदेखि लिएर उच्च तहका व्यवस्थापकहरूसम्म सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरूका लागि हो। ल, अब सुरु गरौँ पहिलो खण्डबाट। आखिर यो राष्ट्रिय अभियान किन यति धेरै आवश्यक छ त? यसको लागि हामीले पहिला नेपालमा नसर्ने रोगको अवस्था कति गम्भीर छ भनेर बुझ्नुपर्छ। यो एउटा आँकडाले नै अवस्थाको गम्भीरतालाई प्रष्ट पार्छ। सोच्नुहोस् त, नेपालमा हुने कुल मृत्युमध्ये 80% कारण नसर्ने रोगहरू हुन्। यसको मतलब हरेक 10 जनाको मृत्युमा 8 जनाको मृत्युको कारण नसर्ने रोगले गर्दा हुन्छ। यो साँच्चै नै एउटा ठूलो जनस्वास्थ्य चुनौती हो, हैन त? त्यो डरलाग्दो 80% को आँकडा पछाडि यी प्रमुख रोगहरू छन्, जस्तै उच्च रक्तचाप, मधुमेह, मृगौला अनि कलेजोका रोगहरू, मुटु सम्बन्धी समस्या र क्यान्सर। हामीले सामान्य ठान्ने उच्च रक्तचाप र मधुमेहदेखि लिएर क्यान्सरसम्मले हाम्रो स्वास्थ्य प्रणालीमा ठूलो भार पारिरहेका छन्। त्यसो भए यो बढ्दो सङ्कटको सामना गर्न के हुँदैछ त? अब दोस्रो खण्डमा सरकारले अघि सारेको यही राष्ट्रव्यापी प्रतिक्रियाबारे कुरा गरौँ। यो अभियानलाई आधिकारिकता दिँदै एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर यदुचन्द्र घिमिरेले स्पष्ट भन्नुभएको छ कि नसर्ने रोगहरूको स्क्रिनिङको लागि राष्ट्रव्यापी अभियान सुरु हुँदैछ। यो एउटा उच्च स्तरीय र प्रतिबद्ध पहल हो। सबै स्वास्थ्यकर्मी साथीहरूले यो समयलाई विशेष ध्यान दिनुहोला। यो 1 महिना लामो अभियान हो जुन फागुन महिनाभरि अर्थात् फेब्रुअरी 13 देखि मार्च 13 सम्म चल्नेछ। एउटा महत्त्वपूर्ण कुरा के छ भने यो अभियान 81 वा एक्लै आएको होइन। यो त सरकारको 2021 देखि 2025 सम्मको बृहत बहुक्षेत्रीय कार्ययोजना भन्ने एउटा ठूलो पजलको महत्त्वपूर्ण टुक्रा हो। यसले के देखाउँछ भने यो एक सुविचारित र दिगो प्रयास हो। ल, अब तेस्रो खण्डमा जाउँ। यो 1 महिने अभियानका खास उद्देश्यहरू के हुन् त? यसले के हासिल गर्न खोजिरहेको छ? आउनुहोस् विस्तृतमा हेरौँ। आधिकारिक निर्देशिका अनुसार यसका 3वटा मुख्य र स्पष्ट उद्देश्यहरू छन्। पहिलो, स्क्रिनिङ गर्ने। दोस्रो, यसलाई हाम्रा स्वास्थ्य कार्यक्रमहरूमा जोड्ने। र तेस्रो, समुदाय स्तरमा संवेदीकरण अर्थात् जनचेतना जगाउने कार्यक्रमहरू गर्ने। अघि हामीले संवेदीकरण भन्ने शब्द प्रयोग गर्यौं, हैन त? यो भनेको के हो भने समुदायमा गएर नसर्ने रोगहरू, तिनका जोखिमहरू र बच्ने उपायहरू बारेमा सचेत गराउनु हो। यसको मुख्य लक्ष्य भनेको मानिसहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनु हो। अब सबैभन्दा महत्त्वपूर्ण खण्डमा प्रवेश गरौँ, खण्ड 4। यहाँ हामी सिद्धान्तलाई व्यवहारमा कसरी उतारिन्छ भन्ने हेर्नेछौँ, अर्थात् स्वास्थ्य संस्थाहरूमा यो अभियान कसरी लागू हुन्छ त? तपाईको स्वास्थ्य चौकीमा होस् वा अस्पतालमा यो अभियानले तपाईको दैनिक कामलाई कसरी प्रभाव पार्छ? यसको व्यावहारिक पक्ष कस्तो हुनेछ? अभियानको मुटु नै यही हो। काम एकदमै स्पष्ट छ। 30 वर्ष वा सोभन्दा माथिका हरेक व्यक्ति स्वास्थ्य संस्थामा आउँदा यी 4वटा आधारभूत परीक्षणहरू अनिवार्य हुनेछन्: मधुमेह, उच्च रक्तचाप, मृगौला रोगको प्रारम्भिक जाँच र बीएमआई मापन। खुसीको कुरा के छ भने यो अभियानको लागि कुनै नयाँ जटिल प्रणाली सिक्नु पर्दैन। यो पहिलेदेखि नै स्थापित प्रोटोकलहरूमा आधारित छ। प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पेन अर्थात् प्याकेज अफ एसेन्शियल नन कम्युनिकेबल डिजिज इन्टरभेन्सन्स प्रयोग हुनेछ भने गम्भीर अवस्थाहरूका लागि रेफरल अस्पतालहरूमा PEN+ लागू गरिनेछ। यसले गर्दा काम गर्न निकै सहज र व्यवस्थित हुन्छ। र अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण खण्ड। यी सबै कुराको केन्द्रमा को हुनुहुन्छ त? तपाईहरू, हाम्रा स्वास्थ्यकर्मीहरू। यो राष्ट्रिय प्रयासमा तपाईहरूको भूमिका कति महत्त्वपूर्ण छ त्यसबारे कुरा गरौँ। यो अभियानको मूल मन्त्र नै यही हो। यो सन्देश हामीले हरेक नागरिकसम्म पुर्याउनु छ। हाम्रो काम भनेको उहाँहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन र स्वास्थ्यप्रति जिम्मेवार बन्न सहजीकरण गर्नु हो। हामीले गर्ने हरेक सानो जाँच, दिने हरेक परामर्शले राष्ट्रको यो ठूलो सपनालाई साकार पार्न मद्दत गरिरहेको हुन्छ। नसर्ने रोगमुक्त, स्वस्थ र उत्पादनशील नागरिक भएको भविष्य। यो अभियान त्यही दिशामा एउटा महत्त्वपूर्ण कदम हो।
यो महत्त्वपूर्ण जानकारीमूलक प्रस्तुतिमा ध्यान दिनुभएकोमा धेरै धेरै धन्यवाद। थप अध्यावधिक जानकारी र अन्य स्वास्थ्य स्रोतहरूका लागि कृपया हाम्रो वेबसाइट www.phnepal.com हेर्न सक्नुहुन्छ। साथै हामीले अर्को पटक कुन स्वास्थ्य विषयमा यस्तै जानकारी तयार पारौं, कृपया तल टिप्पणीमा हामीलाई जानकारी दिनुहोला।